हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु आवर च्यानल सबबी ब्लग्स। हामी चाहिँ आज पनि किचनबाट सुरु गर्दैछौँ। र आज विकली अफ थियो, त्यही भएर आज अलिकति रुमसुम सफा गरेर दिनभरि टायर्ड भइरहेको थियौँ। त्यही कारण यसो आज चाहिँ नाइटको डिनर चाहिँ राम्रो होस् भनेर चिकन बिरयानी बनाउने प्लानिङ छ। चिकन बिरयानी बनाउनुको लागि चाहिँ आज हेड कुक चाहिँ मै परेको छु। बिरयानी बनाउनुको लागि मैले लगभग चिकन ल्याइसकेर मेरिनेट गरेर राखेको अघि नै हो। प्याज मसलाहरू काटिसकेको छु, आगो पनि लगाएर कराई गरम गर्दैछु र तपाईँहरूलाई इन्जोय गर्दै जानुहोला। हामी ज्यादा मसलाहरू चाहिँ युज गर्दैनौँ, त्यही भएर हल्का इन्ग्रिडियन्ट्स कम्ती नै छ। त्यसको लागि चाहिँ चिकन फ्राई गर्नु हुँदैछ। कराई बसिसक्नु भएको छ, चिकन म्यारिनेट भइरहेको छ। माई हुनुहुन्छ है सेफ चाहिँ आजको। लु त मिठो बनाउनु है त, हेरेर इन्जोय गर्नु होला। देखाउँदैछु त्यस्तो मसलाहरू हालेर त होइन, तर सिम्पल सादा। पिरोहरू पनि खाँदैनौँ हामी त्यति साह्रो, त्यही भएर चाहिँ घरमै सिम्पल सादा बनाउनु लागिरहेको छ। चिकन फ्राई हुँदैछ। बिरयानीको लागि चाहिँ बुढाले चाहिँ जिन्जर पनि ग्रेट गर्नुभएको छ, गार्लिक ग्रेट गर्नु भइसक्यो, तेजपत्ता र के भन्छ दालचिनी, ल्वाङ र मरिच अनि प्याज ग्रेट गर्नुभएको रहेछ। हेरेर इन्जोय गर्दै गर्नु होला। गरम छ, पुरा गरम भयो पुरा। बुढाहरूलाई पनि यसो खानापिना पकाउँदै गर्नु लाउनुपर्छ। कति बुढीहरूले मात्रै पकाएर खिलाउनु, कोही बेला त्यसो बुढाहरूले पनि पकाएर खिलाएको खानु पाए कति मजा आउँथ्यो होइन। बुढा लु भाँडा धुनु हुँदैछ, साथसाथमै कुकिङ पनि गर्नु हुँदैछ अरे, फ्राई पनि हुँदैछ चिकन। बुढाले भाँडा पनि धुनु हुँदैछ। साथीहरू म चाहिँ मटर सेल्दै बसिरहेको छु। बुढाले चाहिँ खाना बनाउनु हुँदैछ। बिहानको लागि प्रिपरेसन गरेको। उहाँ ड्युटी जानु हतार हुन्छ हो, बिहान भ्याउँदैन, ढिलो हुन्छ। अझै रेडी गरेर राख्छु। साथी हो, म चाहिँ अब बिरयानी बनाउनुको लागि रेडी गर्दैछु। हामी चाहिँ कुकरमै बनाउने बिरयानी चाहिँ। तेजपत्ता, सिनामन स्टिक, एकछिन चलाइदिने है प्याजलाई। प्याजलाई चलाएर चाहिँ एकछिन प्याजको चाहिँ कच्चापन चाहिँ जानु पऱ्यो यसमा हो। प्याज चाहिँ
टमाटर पेस्ट हालेर यसलाई एकछिन पकाउने। पनि मजाले पकाउने, मजाले ग्रेभी गर्ने। सानो फ्लेममा चाहिँ एकछिन पकाएर छोडिदिने। ढाकिदिने, ढाकेर छोडिदिने। यो चाहिँ अब म राइताको लागि रेडी गर्दैछु हो। काँक्राको मजाले बनाउँछु। काँक्रा, सानो प्याज हाल्छु, त्यहाँबाट एउटा टमाटर, मजाको टमाटर अलिक कडक टाइपको हालेर मजाले। मलाई चाहिँ राइतामा चाहिँ फेरि बदाम हालेको मनपर्छ। अब बदाम निकाल्नुपर्छ। बदाम राइतामा चाहिँ क्या बदाम हाल्यो भने चाहिँ एकदमै मजाको स्वाद आउँछ। त्यही भएर सानो धिमा आँचमा हल्का साइजमा चाहिँ अब धनिया हाल्ने माथिबाट। त्यहाँबाट अलिकति सुगन्धको लागि चाहिँ पुदिना 1-2 वटा होइन। त्यहाँबाट चाहिँ लु हेर्नु साथी हो, मटर हालेको छु मैले, हल्का धनिया, सबै मेरो रेडी भइसक्यो। अब यसलाई चाहिँ हल्का पानी लगाएर चाहिँ छोड्छु। राइताको लागि मेरो सामान काँक्रा र प्याज टमाटो काटिसकेको छु। दही र मलाई चाहिँ बदाम हालेको मनपर्छ राइतामा, र बदाम अलिकति हातले कुटेको छु। अलिकति नुन स्वाद अनुसार ठिक्कको, ज्यादा होइन, अलिकति नुन हाल्छु। त्यहाँबाट दही डल्ले, मिक्स गर्ने, मजाले सँगै मिक्स गर्ने। त्यसको लागि राइता रेडी भइसकेको छ यहाँ। हाम्रो बिरयानी साथीहरू, लु बिरयानी हाम्रो रेडी भइसक्यो। लु यहाँ राइता रेडी छ। लु अब हामी चाहिँ खाने